होइन पाण्डु चाहिँ के गर्नु भएको होइन के गर्ने सर यार विदेश आइयो 4-5 वर्ष भयो विदेश आएको पनि अब गरिबको छोरो सानो सपना देखेर विदेश आएको होइन यहाँ अब त्यही सपना पुरा गर्ने कसरी भनेर सोच्दैछु सपना खासै ठुलो छैन है यो देखिया चाहिँ पछाडि घर देखिन्छ हजुर हजुर है यत्र एउटा सानो कटेरो घरकालाई बनाउन सकियो भने पनि राम्रो हुने हो होइन अब अरू पनि छन् सपना त बुढेसकालमा पछि अब तलमाथि गाउँमा गर्ने भन्दा यति घर बनाएपछि अगाडि एउटा सानो गाडी किनेर ल्याम्बोर्गिनी जति हजुर हजुर किनेर राखेँ अब घर परिवारलाई हिँड्न नि सजिलो खासै ठुलो सपना बोकेर त आएको होइन सेङ्जाली पनि ठुलो सपना लिएर नि हिँड्न सकिन्न गरिब घरमा जन्मिएको मान्छे परे होइन यहाँ अब घर परिवारलाई केटाकेटी पेट पाल्नलाई अब खासै तितो मितो जे दिन सके पनि खानलाई होइन केटाकेटीले अब गरिबको छोराछोरी हुन् के अरे बिहान कि साँझ म्याकडोनल्डसम्म खाना पाए पनि धेरै ठुलो कुरा हो होइन हजुर हजुर यस्तै छ अब सेङ्जाको मान्छे गरिब परिवारको ठुलो सपना होइन बोकेर आएको पनि यति हो हजुर यति सपना बोकेर आएको छु यति पुरा भयो भने जान्छु भनेर बसेको अब यस्तै छ त के भन्न छ